नमस्कार आदरणीय फेसबुकसँग जोडिएर बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद अनि हजुरहरूलाई सुस्वागतम जनाउँदै हजुरहरूको समक्षमा म यस क्षेत्र दार्जिलिङ मिरिकबाट अफलाइनमा जोडिएको छु। यस दार्जिलिङ क्षेत्रभित्र पर्ने एक सुन्दर रमणीय स्थल जहाँनिर धेरै प्रकारका टुरिस्टहरूका लागि मनोरञ्जनका साधनहरू यहाँनिर प्राकृतिक अनि साथै मानवद्वारा निर्मित बनाइएको छ, जसमा यहाँ हेर्नुहुनेछ इन्द्रेणी पुल, जसमा आएर धेरै मानिसहरूले आफ्ना सेल्फी लिने गर्दछन्। साथै झिल परिसरको छेउमा भएको यस फुलबारी जो कि अति नै सुन्दर छ। यस फुलबारी अनि यस पुलमा धेरै पिक्चरहरू पनि सुटिङ भइसकेको छ। घुम्नका लागि भनेदेखिलाई यही झिलको ठिक माथि डाँडामा बौद्धिस्ट धर्मावलम्बीहरूको आफ्नो गुम्बा बुद्ध मोनेस्ट्री रहेको छ र यही बुद्ध मोनेस्ट्रीबाट सिधा हामीले अगाडि हेरेछौँ भनेदेखिलाई यही जङ्गलको ठिक पारिपट्टि एउटा अति नै सुन्दर ठाउँ छ, जसलाई हेलिप्याड भनिन्छ। त्यहाँसम्म पनि गाडीको जानेको प्रबन्ध मिलाइएको छ अनि हजुरहरू आफ्नो 2 चक्के वाहनमा पनि जान सक्नुहुनेछ। र यहाँनिर अनि एउटा अझै अर्को अति नै लोकप्रिय छ मिरिक बोट, जसमा हजुरहरूले रिजर्भ गरेर यो बोटमा खेल्न सक्नुहुनेछ। यसरी नै यो अक्टोबर महिनादेखि हजुरहरू यहाँनिर आउनुभएछ भनेदेखिलाई यसरी नै अगाडिको सुन्दर दृश्य जो कि हिउँले ढकमक्क भएको देखिन्छ, कञ्चनजङ्घाको पनि अवलोकन गर्न सक्नुहुनेछ। साथै हजुरहरूलाई यदि धार्मिक आस्थामा राख्नुहुन्छ भनेदेखिलाई यही झिल परिसरको बीचमा एउटा मन्दिरको निर्माण भएको छ, जो कि शिवजीको त्यहाँनिर मन्दिर स्थापित गरिएको छ। आउन जानका लागि यहाँनिर सिलगढी, दार्जिलिङ, खरसाङ अनि कालिम्पोङबाट पनि गाडीहरूको लागि प्रबन्ध गरिएको छ। बस्नका लागि भनेदेखिलाई यहाँनिर धेरै प्रकारका होटलहरू छन्। साथै अहिले नवनिर्मित यहाँनिर यस क्षेत्रभरि नै होमस्टेहरू पनि बनाइएको छ। यदि तपाईहरू घुम्न आउनुहुन्छ भनेदेखिलाई यहाँनिर घुम्न आउने समय भनेको यही अक्टोबर महिनादेखि उचित मानिएको छ। यस क्षेत्रमा आएर हजुरहरूले शान्त वातावरणमा आफूलाई समेट्न सक्नुहुनेछन्। साथै आफ्ना परिवारहरूसँग खुसी मनाउनका लागि हजुरहरू आउन सक्नुहुनेछ। जनवरी महिना लाग्ने साथ यहाँनिर पिकनिकको लागि पनि धेरै मानिसहरू आउने गर्दछ, किनकि यस क्षेत्रमा शान्त वातावरण अनि शुद्ध प्राकृतिक हावाहरू चलेको कारणले गर्दाखेरि यस क्षेत्रमा सबै आउन रुचाउँछन्। र हजुरहरूले यहाँ आउँदा आउँदै यदि म सामान पनि आफ्नो परिवारका लागि किनेर लान्छु भन्नुभएछ भनेदेखिलाई मिरिक क्षेत्र वरिपरि धेरै नै लुगाका पसलहरू भयो, साथै हजुरलाई घरमा चाहिने साजो सामानहरूको पनि दोकानहरू धेरै मात्रामा छ। यदि यहाँबाट हजुरहरूले आधी घण्टाको बाटो यदि सफर गरेर जानुहुन्छ भनेदेखिलाई हामी सिधा माथि पशुपति नगर पुग्नेछौँ, जहाँनिर पनि धेरै प्रकारका साजो सामानहरू किन्न पाइन्छ। तपाईहरू यदि गाडीमा आउनु भएको छ भनेदेखिलाई गाडी जानका लागि त्यहाँबाट पास
काटेर भित्र जान पाइन्छ, जो कि पशुपति फाटकदेखि लिएर पशुपति बजारसम्म हजुरहरू जान सक्ने हुन्छन्, जसलाई सुविधा भनिन्छ। र आउनुहोस् यस सुन्दर जग्गामा हजुरहरूको पनि सहभागिता जनाउनका लागि यो अक्टोबरदेखि लिएर अप्रिलसम्म हजुरहरू आउन सक्नुहुनेछ। यस्तै रोचक जानकारीको साथ म फेरि हजुरसँग भेट्ने बाचा गर्दै बिदा चाहन्छु। नमस्कार।